बनाउँदै जाऊ न तिमी यता पो हेर्छौ यो खोर्सानी भिजेको रहेछ चट्ट घाममा चाहिँ यसो सुकाउने पर्ने रहेछ कुहिन्छ त्यस्तो अति हुन्छ त्यसलाई फिजाएर राख्नुपर्ने त्यत्तिकै रहेछ ए मैले हिजो धोएर त्यो नानाले बिर्सिन्छ जस्तो त लाग्दै थियो मैले पनि भनिनँ धोएर ती माथि राखिदे रेडी भइसक्यो हो दाजु दाजुले मजाले चाहियो त ओ कान्छी यता हेर त